पहिलो सर्भिस पारुवाङ टिमबाट सर्भिसमा हुनुहुन्छ दुर्गाल फुलुङ रिसिभ कर्मचारी टिमलाई एकदमै राम्रो स्ट्राइक थियो ब्लक पनि उत्तिकै राम्रो भएको हुँदा बल आउट भएको देख्न सक्छौ पहिलो स्कोर खाता खोल्नका लागि स्कुल टिमलाई गएको छ अङ्क 1 पारुवाङ टिम 0 उत्कृष्ट टेक्निक थियो स्कुल कर्मचारी टिमको लगातार स्कोर हातमा लिँदै कर्मचारी टिम 2 पारुवाङ टिम 0 राइटमा खसेको सङ्केत मुख्य रेफ्रीबाट पुनः अङ्क कर्मचारी टिमलाई नै सर्भिसमा हुनुहुन्छ दिपन पराजुली राम्रो स्ट्राइक बल गुलुङबाट एकदमै राम्रो स्ट्राइक थियो बल कर्मचारी टिमको कोर्टमा खसेको हुँदा खाता खोल्दै 1 अङ्क प्राप्त गर्नुभएको छ पारुवाङ टिमले बल आउट भएको देख्न सक्छौ यो अङ्क कर्मचारी टिमलाई रहेको छ भने 4 अङ्क प्राप्त गरिसक्नु भएको छ भने पारुवाङ टिम भएको सङ्केत मुख्य रेफ्रीबाट यो अङ्क पनि स्कुल टिमलाई नै सर्भिसमा हुनुहुन्छ सुभाष चन्द्र राई अत्यन्तै राम्रो स्ट्राइक थियो पूर्ण अङ्क लगातार हातमा लिँदै सर्भिसमा हुनुहुन्छ सुभाष चन्द्र राई 6 अङ्क कर्मचारी टिमलाई रहेको छ भने पारुवाङ टिम 1 उत्कृष्ट स्ट्राइक चेक आउट भएको सङ्केत मुख्य रेफ्रीबाट यो अङ्क पारुवाङ टिमलाई 2 रहेको छ भने कर्मचारी टिम 6 हुन सकेन कर्मचारी टिमबाट लगातार अङ्क थप्दै पारुवाङ टिम 3 अङ्क हात पार्नु भएको छ भने स्कुल कर्मचारी टिम 6 3 अङ्कको अग्रतामा गर्न सकेन पारुवाङ टिमबाट यो अङ्क कर्मचारी टिमलाई सर्भिसमा हुनुहुन्छ यो स्कोर थिएछ पारुवाङ टिमलाई सर्भिसमा हुनुहुन्छ भीमराज कुलुङ उत्कृष्ट सर्भिस बल राम्रो रिसिभ हुन सकेन पुनः चान्स पारुवाङ टिमलाई नै बल रिसिभ हुन सकेन लगातार अङ्क थप्दै पारुवाङ टिम 5 अङ्क प्राप्त गर्नुभएको छ भने स्कुल कर्मचारी टिम 6 फोन त उ झोलामा उत्कृष्ट सर्भिस उत्तिकै राम्रो स्ट्राइक खेल एकदमै प्रतिस्पर्धामा देख्न सक्छौँ मेनुको छेउको झोलामा छ यो अङ्क हातमा लिँदै 7 अङ्क प्राप्त गर्नुभएको छ राम्री नानीहरूलाई भिडियोमा देखाइदिनु पर्यो
एकदमै राम्रो सर्भिस थियो। उत्कृष्ट टेक्निक बल जेना तेना रिसिभ भएको देख्न सक्छौँ। पूर्ण चान्स तारुङ टिमलाई उत्कृष्ट स्पाइक कुलुङबाट तारुङ टिमलाई स्कोर हातमा दिन सफल यो स्पाइक थियो। 6 अङ्क हातमा लिँदै सर्भिसमा फरिन्द्र कुलुङ। राम्रो रिसिभ हुन सकेन तारुङ टिमबाट। यो स्कुल टिमलाई 8 अङ्क रहेको छ भने तारुङ टिम 6। अत्यन्तै राम्रो स्पाइक थियो बिरबल कुलुङबाट। यो स्कोर तारुङ टिमलाई 7 रहेको छ भने स्कुल कर्मचारी टिम 8। खेल एकदमै प्रतिस्पर्धामा बल माइनस गरेको देख्न सक्छौँ हामी। पूर्ण अङ्क थप्दै तारुङ टिम 8 अङ्क ल्याएर बराबरी स्कोर बनाउन सफल भइसक्नु भएको छ। राम्रो स्पाइक थियो राम्रो रिसिभ हुन सकेन। पूर्ण अङ्क तारुङ टिमलाई नै 9 अङ्क रहेको छ भने स्कुल कर्मचारी टिम 8। बल आउट। लगातार स्कोर हातमा लिँदै तारुङ टिम 10 अङ्कमा उक्लिसक्नु भएको छ भने स्कुल कर्मचारी टिम 8। स्ट्राइक थियो बिरबल कुलुङबाट। लगातार स्कोर हातमा लिँदै तारुङ टिम 11 अङ्कमा टिमको सङ्केत। खेल एकदमै रोचक देख्न सक्छौँ हामी। दुवैतर्फका समर्थकहरू खासै चासो नदिकिन बसेको जस्तो बुझ्दैछौँ। सर्भिसमा हुनुहुन्थ्यो मङ्गबहादुर कुलुङ। राम्रो स्ट्राइक थियो कर्मचारी टिमका विपन पराजुलीबाट तर बल पर्न सकेन। यो स्कोर पनि तारुङ टिमलाई नै 13 अङ्क हातमा लिइसक्नु भएको छ भने राम्रो स्ट्राइक थियो पुलक कुलुङबाट। र खालि छेउ बसौँ है टोलीहरू। स्कुल कर्मचारी अनि अमृता पनि अहिले फेरि भुइँमा कुलुलो होला है। 12 अङ्क आगोमा त भन्न सकिन्न नि त। उत्कृष्ट स्ट्राइक थियो तर बल आउट। स्कोर रहेको छ स्कुल कर्मचारी टिम 10 तारुङ टिम 12। अत्यन्तै राम्रो स्पाइक बिरबल कुलुङबाट। यो स्कोर हातमा थमाउन सफल भएको छ यो स्पाइकले। सर्भिसमा हुनुहुन्छ राम्रो स्ट्राइक थियो बल रिसिभ भइसकेको छ। पुनः चान्स स्कुल कर्मचारी टिमलाई। राम्रो स्ट्राइक थियो रतन गुलुङबाट बल गर्न सकेन। यो स्कोर स्कुल कर्मचारी टिमलाई 13 अङ्क रहेको छ भने तारुङ टिम स्कुल कर्मचारी टिमलाई 11 अङ्क रहेको छ भने तारुङ टिमलाई 13। राम्रो स्ट्राइक थियो तर बल आउट। 12-13 भयो है। स्कोर हातमा लिँदै स्कुल कर्मचारी टिमका उत्तर गुरुङ सर्भिसमा हुनुहुन्छ। आमा बल आउटको सङ्केत मुख्य रेफ्रीबाट उत्तर गुरुङ।
मिल स्पाइक बिलबल कुलुङबाट सर्भिसमा पनि उहाँ आफै जाँदै हुनुहुन्छ। 1 अङ्क थप्न सफल। पारुवाङ टिमको स्कोर 14 अङ्क रहेको छ भने कर्मचारी टिम 13। राम्रो स्पाइक थियो हिमराज कुलुङबाट, उत्तिकै राम्रो ब्लक कर्मचारी टिमबाट भएको हुँदा यो अङ्क पनि कर्मचारी टिमलाई। 14 बराबरी स्कोर दुवै टिमका समान देख्न सक्छौँ हामी। स्पाइक थियो फरिन्दा कुलुङबाट, यो अङ्क पारुवाङ टिमलाई 15 अङ्क रहेको छ भने कर्मचारी टिम 14। खेल एकदमै प्रतिस्पर्धामा देख्न सक्छौँ। आउट फेरि पनि अङ्क थप्न सफल पारुवाङ टिम 16 अङ्कमा रहेको छ भने स्कुल कर्मचारी टिम 14। अत्यन्तै राम्रो स्पाइक ब्लक पनि उत्तिकै राम्रो थियो तर बल खस्न सफल भयो पारुवाङ टिमको कोडमा। अत्यन्तै राम्रो स्पाइक फरिन्द्र कुलुङबाट, स्कोर हातमा लिएर 17 अङ्क हासिल गर्नुभएको छ पारुवाङ टिमले भने कर्मचारी टिम 15। स्पाइक थियो किलाप कुलुङबाट, यही स्पाइकले 1 अङ्क हातमा लिँदै सर्भिसमा पनि आफै पुग्नु भएको देख्न सक्छौँ हामी। 16 अङ्क कर्मचारी टिमलाई रहेको छ भने सर्भिस आउट। लगत्तै स्कोर खोज्न सफल पारुवाङ टिम 18 अङ्क प्राप्त गरिसक्नु भएको छ भने कर्मचारी टिम 16। अत्यन्तै राम्रो स्पाइक थियो टङ्गराईबाट, उत्तिकै राम्रो डिफेन्स पनि देख्न सक्छौँ। यो स्कोर पारुवाङ टिमलाई 19 अङ्क रहेको छ भने कर्मचारी टिमलाई 16। अत्यन्तै राम्रो स्पाइक थियो, रिसिभ उत्तिकै राम्रो। खेल केही त्रुटि आएको हो कि जस्तो देख्न सक्छौँ कर्मचारी टिमको। राम्रो स्पाइक थियो टङ्गराईबाट, कर्मचारी टिमका कोडमा खस्न सफल। लगातार स्कोर हातमा लिँदै सर्भिसमा हुनुहुन्छ फरिन्द्र भाइ। 21 अङ्क हातमा लिइसक्नु भएको छ पारुवाङ टिमले भने कर्मचारी टिम 16। राम्रो स्पाइक थियो टङ्गराईबाट, बल लगातार त्यही ठाउँमा खसेको देख्न सक्छौँ कर्मचारी टिमको कोडमा। कन्टिन्यू पोइन्ट हातमा लिँदै सर्भिसमा फरिन्द्र कुलुङ। राम्रो स्पाइक थियो तिलो कुलुङबाट, बल रिसिभ हुन सकेन। लामो समयपछि स्कोर थप्दै कर्मचारी टिम 17 अङ्कमा उक्लिनु भएको छ भने पारुवाङ टिम 22। यस पछाडिको खेल हुने भएको हुँदा सम्पूर्ण खेलाडी मित्रहरू तयारी अवस्थामा रहिदिनु हुन अनुरोध गरिरहेछु। कर्मचारी टिमबाट सर्भिस राम्रो स्पाइक थियो, बल कर्मचारी टिमकै कोडभित्र खसेको देख्न सक्छौँ। यो अङ्क
पारुङ टिमलाई 23 अङ्क रहेको छ भने कर्मचारी टिम 18। अत्यन्तै राम्रो स्पाइक थियो तिलक कुलुङबाट। पूर्ण चान्स राम्रो स्पाइक थियो। फेरि पनि स्कोर हातमा लिँदै 24 लास्ट अङ्क प्राप्त गरिसक्नु भएको छ पारुङ टिमले भने कर्मचारी टिम 18। स्पाइक थियो तर बल गर्न सकेन। 18 को विरुद्ध 25 अङ्क हातमा लिँदै पहिलो म्याचको खेल आफ्नो पल्टमा राख्न सफल भइसकेको छ पारुङ टिमका खेलाडीहरू। कोड चेन्ज यस पछाडि हो खेल भनेको दोस्रो म्याचको लागि दुवै टिमका खेलाडीहरू कोर्ट प्रवेश गरिसक्नु भएको छ। पहिलो सर्भिस टङ्का राईबाट कर्मचारी टिम। राम्रो प्रयास थियो पारुङ टिमबाट। बल मिलेको देख्न सक्छौँ कर्मचारी टिमलाई। राम्रो स्पाइक थियो रूपन पराजुलीबाट। बल पक्न सफल भएन। पारुङ टिम 0 कर्मचारी टिम 1। आउट। फेरि अङ्क थप्दै 2 अङ्क हातमा लिइसक्नु भएको छ कर्मचारी टिम। लगातार स्कोर थप्दै 3 अङ्कमा उक्लिसक्नु भएको छ कर्मचारी टिम भने पारुङ टिम 0। बल खोलभित्र नै खसेको देख्न सक्छौँ हामी। खाता खोल्न सफल हुनुभएको छ पारुङ टिम। सर्भिसमा हुनुहुन्छ रतन कुलुङ। अत्यन्तै राम्रो स्पाइक थियो तिलक कुलुङबाट। कर्मचारीलाई स्कोर थप्ने खालको स्पाइक भन्न सकिन्छ यसलाई। 4 स्कोर हातमा लिइसक्नु भएको छ भने पारुङ टिम 1। स्पाइक हरिन्द्र भाइबाट। स्कोर पारुङ टिमलाई 2 रहेको छ भने कर्मचारी टिम 5। सर्भिस गर्न सकेन। यो अङ्क कर्मचारी टिमलाई 5 अङ्क रहेको छ भने पारुङ टिम 2। राम्रो स्पाइक थियो तर बल आउट भएको हुँदा सर्भिसमा हुनुहुन्छ सुभाष चन्द्र राई। अत्यन्तै राम्रो स्पाइक थियो हरिन्द्र भाइबाट तर ब्लक पनि उत्तिकै राम्रो भएको हुँदा लगातार स्कोर हातमा लिँदै सुभाष चन्द्र राई सर्भिसमा। राम्रो चान्स टच भएको सङ्केत। यो स्कोर पनि कर्मचारी टिमलाई लगातार स्कोर हातमा लिँदै 8 अङ्क हासिल गरिसक्नु भएको छ भने पारुङ टिम 2 हुन असर भएको देख्न सक्छौँ हामी। 3 अङ्क हातमा लिँदै सर्भिसमा हरिन्द्र कुलुङ। बल रिसिभ हुन सकेन कर्मचारी टिमबाट।
लगातार स्कोर हातमा लिँदै 4 अङ्क प्राप्त गर्नुभएको छ पारुवाङ टिमले भने स्कुल टेक 8 4 अङ्कको अग्रतामा रहनु भएको छ। अत्यन्तै राम्रो डिफेन्स, स्पाइक पनि उत्तिकै राम्रो थियो। खेल एकदमै प्रतिस्पर्धामा देख्न सक्छौँ। यो स्कोर कर्मचारी टिमलाई 9 अङ्क रहेको छ भने पारुवाङ टिम 4। अत्यन्तै राम्रो स्पाइक थियो बिरबल भाइबाट। यो स्कोर रहेको छ पारुवाङ टिमलाई 5 अङ्क रहेको छ भने कर्मचारी टिम 9। अत्यन्तै राम्रो स्पाइक थियो, बल रिसिभ हुन सकेन। यो अङ्क कर्मचारी टिमलाई दिँदै 10 अङ्कमा उक्लिनु भएको छ भने पारुवाङ टिम 5 अङ्कको अग्रतामा। उत्कृष्ट स्पाइक बिरबल गुलुङबाट रिसिभ हुन सकेन कर्मचारी टिमबाट। यो स्कोर पारुवाङ टिमलाई 6 अङ्क रहेको छ भने कर्मचारी टिम 10। राम्रो स्पाइक थियो विकल्पबाट जुलीबाट। कर्मचारी टिमबाट सर्भिस स्कोर रहेको छ कर्मचारी टिम 11 पारुवाङ टिम 6। बल गर्न सकेन, पूर्ण सर्भिस कर्मचारी टिमबाटै टीको सङ्केत। केही समयको विश्रामपछि पुनः प्रस्थान गरिसक्नु भएको छ कोर्टभित्र खेलाडी मित्रहरू। सर्भिस कर्मचारी टिमबाट राम्रो स्पाइक थियो, बल कट्न सकेन। अत्यन्तै राम्रो स्पाइक कर्मचारी टिमबाट। खेल एकदमै प्रतिस्पर्धामा भएको देख्न सक्छौँ हामी। एकदमै राम्रो टेक्निक थियो तर बल रिसिभ भइसकेको छ। उत्कृष्ट स्पाइक पारुवाङ टिमबाट सर्भिसमा जाँदै बिरबल भाइ। स्कोर रहेको छ पारुवाङ टिमलाई 7 अङ्क रहेको छ भने कर्मचारी टिम 12। लगातार स्कोर हातमा लिँदै पारुवाङ टिम 8 अङ्कमा रहनु भएको छ भने कर्मचारी टिम 12। सर्भिस गर्न सफल, 13 अङ्क हातमा लिँदै सर्भिसमा टङ्का राई। उत्कृष्ट ब्लक भन्न सकिन्छ यसलाई। पूर्ण सर्भिसमा टङ्का राई 14 अङ्क कर्मचारी टिमलाई रहेको छ भने पारुवाङ टिमलाई 8। राम्रो स्पाइक थियो रतन गुलुङबाट। यो स्कोर हातमा लिँदै आफै सर्भिसमा जाँदै हुनुहुन्छ। 9 अङ्क पारुवाङ टिमलाई रहेको छ भने कर्मचारी टिमलाई 14।
उत्कृष्ट स्पाइक थियो तिलक कुलुङबाट तर बल आउट भएको सङ्केत मुख्य रेफ्रीबाट। यो अङ्क पारुवाङ टिमलाई 10 अङ्क रहेको छ भने कर्मचारी टिमलाई 14। उत्कृष्ट स्पाइक बल रिसिभ हुन सकेन। यो स्कोर रहेको छ कर्मचारी टिमलाई 15 अङ्क रहेको छ भने पारुवाङ टिम 10। सर्भिसमा हुनुहुन्छ विपन पराजुली। अत्यन्तै राम्रो स्पाइक पारुवाङ टिमका भाइ फरिन्द। सर्भिसमा हुनुहुन्छ भीमराज कुलु। स्कोर हातमा लिँदै सुभाष चन्द्र राई सर्भिसमा 16 अङ्क कर्मचारी टिमलाई रहेको छ भने पारुवाङ टिमलाई 11। बल आउट थियो तर खेलाडी मित्रले छु पठाएको हुँदाखेरि अङ्क थप्न सफल हुनुभएको छ पारुवाङ टिम। राम्रो स्पाइक थियो। पुनः चान्स अत्यन्तै राम्रो स्पाइक तिलक कुलुङबाट। सर्भिसमा पनि उहाँ आफै जाँदै हुनुहुन्छ। स्कोर कर्मचारी टिमलाई 17 अङ्क रहेको छ भने पारुवाङ टिमलाई 12। यस पछाडिको खेल जिटिगाउँ ओखरकोट बी भर्सेस देशी बी हुने भएको हुँदा खेलाडी मित्रहरू बेस्ट पो जाने भयो। तयारी अवस्थामा रहिदिनु हुन अनुरोध गर्दछु। के भयो यिनीहरू अघि जस्तो हान्दैन त हौ। रिसिभ हुन सकेन पारुवाङ टिमबाट। यो स्कोर कर्मचारी टिमलाई 19 रहेको छ भने पारुवाङ टिम 12। सर्भिसमा हुनुहुन्थ्यो तिलक कुलु। अत्यन्तै राम्रो स्पाइक थियो। बल चिप्प भयो तर आउट भएको सङ्केत मुख्य रेफ्रीबाट। यो अङ्क पारुवाङ टिमलाई 13 अङ्क रहेको छ भने कर्मचारी टिम 19। के भइगयो भाइहरू? उत्कृष्ट स्पाइक तिलक कुलुङबाट। पुनः चान्स उत्कृष्ट स्पाइक थियो तर बल गर्न सकेन। यो अङ्क पारुवाङ टिमलाई 14 अङ्क रहेको छ भने कर्मचारी टिम 19। खेल एकदमै प्रतिस्पर्धामा देख्न सक्छौँ हामी। उत्कृष्ट स्पाइक थियो तर बल ब्लक भएको देख्न सक्छौँ हामी। यो स्कोर पनि पारुवाङ टिमलाई नै 15 अङ्क रहेको छ भने कर्मचारी टिम 19। उत्कृष्ट स्पाइक थियो तर बल आउट भएको देख्न सक्छौँ। खेल एकदमै प्रतिस्पर्धामा। यो स्कोर रहेको छ कर्मचारी टिमलाई 19 अङ्क रहेको छ भने पारुवाङ टिम 15। सर्भिस कर्मचारी टिमबाट। उत्कृष्ट स्पाइक रतनले खतरा हाने हो। पारुवाङ टिमलाई स्कोर रहेको छ भने कर्मचारी टिमलाई 20। उत्कृष्ट स्पाइक थियो विपन पराजुलीबाट। तेस्रो अवसर पनि थियो बल तर मिलेन।
बल रिसिभ हुन सकेन पारुङ टिमबाट। यो स्कोर कर्मचारी टिमलाई 21 अङ्क रहेको छ भने पारुङ टिम 16। बल एन्टिना भन्दा आउटबाट कटेको हुँदा यो अङ्क कर्मचारी टिमलाई 22 अङ्क रहेको छ भने पारुङ टिम 16। राम्रो स्ट्राइक थियो तर बल आउट भएको सङ्केत। यो अङ्क पारुङ टिमलाई 17 अङ्क रहेको छ भने कर्मचारी टिम 22। सर्भिसमा हुनुहुन्छ बिरबल कुलुङ। राम्रो स्ट्राइक थियो तर बल आउट। यो अङ्क रहेको छ कर्मचारी टिमलाई 24 अङ्क रहेको छ भने 23 अङ्क रहेको छ भने पारुङ टिम 17। दोहोरो चान्स। स्ट्राइक थियो तर बल आउट। यो अङ्क पारुङ टिमलाई 18 अङ्क छ भने कर्मचारी टिम 23। खेलाउँदो अवसर। देब्रे हातको उत्कृष्ट स्ट्राइक बल गर्न सकिन पारुङको कोणबाट। यो अङ्क पनि कर्मचारी टिमलाई 24 अङ्क लास्ट अङ्क रहेको छ भन्दाखेरि पारुङ टिमलाई 18। खेल एकदमै सर्भिस गर्न सकेन। खेल एकदमै घम्तीमा चलिरहेको देख्न सक्छौँ। दुवैतर्फका खेलाडीहरू जोस जागरका साथ खेलिरहेको त ठ्याक्कै झुकाएको अहिले झुकाएको छैन के हानेकै छ। लगातार स्कोर हातमा लिँदै 20 अङ्क प्राप्त गरिसक्नु भएको छ पारुङ टिम भने कर्मचारी टिम अन्तिम अवसरमा। एकदमै उत्कृष्ट स्पाइक थियो तिलो कुलुङबाट। यही स्पाइकले सेकेन्ड म्याचको एक हात दिन सफल